मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका 3 स्थित लामिटार सामुदायिक वनमा आज 33 केजीको अजिङ्गर फेला परेको छ। अजिङ्गरले हाँडी खोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन्। अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ, स्थानीय श्यामबहादुर राईले भने। लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकाले आक्रमण गरेपछि स्थानीय युवाले अजिङ्गर नियन्त्रणमा लिएका थिए। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलो पटक स्थानीय जङ्गलमा अजिङ्गर देखा परेको हो। केही दिन अघि लामिटारका जने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो। पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोस्टका रेन्जर विष्णु पौडेलले 32.5 किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको कोर एरियामा छाडिएको जानकारी दिए। अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन्, त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छाडेका छौँ, पौडेलले भने। मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका 3 स्थित लामिटार सामुदायिक वनमा आज 33 केजीको अजिङ्गर फेला परेको छ। अजिङ्गरले हाँडी खोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन्। अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ, स्थानीय श्यामबहादुर राईले भने। लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकाले आक्रमण गरेपछि स्थानीय युवाले अजिङ्गर नियन्त्रणमा लिएका थिए। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र